ल है आज म दसैँमा टिका लाएर दिएको खाम हेर्दैछु कति पैसा आछ। म पहिला योबाट सुरु गर्छु। कसले दिएछ यो? एक सौ 50 अब ठिक छ यो दिन्छन्। अब फस्यो। ओहो यो कसको हो? यो ससुरालीबाट दिएको आयो। लो अब ससुरालीबाट दिएको चाहिँ नि खोल्छु पहिला। धेरै नै छ जस्तो छ, मोटो मोटो छ, मोटो मोटो रहेछ भनेको त मोटो पत्र जस्तो छ त। रुपियाँ अनि यहाँ चिठी पनि रहेछ एउटा। आहा ल फटा ज्वाइँ, तिमीलाई मैले मेरो छोरी सुखले पालौला भनेर मैले छोरी दिएको हो। तिमीलाई जाँड रक्सी खाएर कुट्न होइन। दसैँमा दक्षिणा दिन त के कुरा, पहिले पहिले तिमीलाई खुवाएको सबै कुराको एक एक हिसाब गरेर मागौँ कि जस्तो लागेको थियो भनेर आज विक्रम सन् 2082 को वडा दसैँमा रु 5 रुपियाँ दिएको छु। 5 रुपियाँ दिएको छु। मन नदुखाउनु होला, धन्यवाद। उही हजुरको लोभी ससुराबा काँक्रे नुन, मेरो जडिया ज्वाइँ मर्चा छ्याङ।